Hello everyone, this is my second day of गोठालो. हिजो चाहिँ फर्स्ट डे थियो अनि आज चाहिँ सेकेन्ड डे हो. आज पनि हामी सेम प्लेस हिजो लगेकैतिर लाँदैछौँ अनि बाख्रा आउँदैछ. आज चाहिँ हामी दुईजना मात्रै गोठालो जाँदैछौँ. मलाई चाहिँ ब्याग जानुहोस् जानुहोस् उभो स्वागत छ गोठालो भिडियोमा. आज पनि मैले पिपीलाई टिपेँ. नानाले चाहिँ घाँस झार्दै हुनुहुन्छ. खान्छ कि भनेर के यति बेलाको समयमा बाख्राहरू नचरी फुट्छन् हौ. बडीगार्ड पनि आउनु भएको छ यता. पप्पी चाहिँ हाम्रो बडीगार्ड है. जहिले पनि गोठालो आउँछ. हेलो साथीहरू, हजुरहरू चाहिँ यो छुट्टीमा के गर्दै हुनुहुन्छ त? जे गर्दै हुनुहुन्छ स्वस्थ रहनुहोस् अनि व्यस्त रहनुहोस्. सायद मैले चाहिँ यो पिप्ला खाएको थिएँ नि त अनि पुरा पिरो भयो. हजुर खाँदैछ बोल्या बोल बोल बोल. बाटोमा अब हामी चाहिँ बाख्राहरू लिएर घर जान्छौँ. आजको भिडियो पनि यस्तै नै भयो. यहाँ चाहिँ बाख्रा गन्दैछौँ हामीले. अनि अहिले त यो धुसुरेको पात पनि खाने अरे त. यता लगाइदिउँ न नाना, छरेछ त अलिअलि घाँस त्यहाँ बारीमा बसेर. हेलो साथीहरू, अब चाहिँ हामी घरतर्फ जाँदैछौँ. बाख्रा चाहिँ अगाडि गइसकेको छ, म चाहिँ आज पछाडि छु. अनि आजको भिडियो चाहिँ लगभग यस्तै भयो है. साथीहरू आजको भिडियो यस्तै रह्यो. जङ्गलतिर गइयो, बाख्रा हेरियो. अब घरतिर हामी जाँदैछौँ. अनि हजुरहरूले आजको भिडियो पनि अन्तिमसम्म हेरेर धेरै माया गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद. अनि साथीहरू आजको भिडियो यति नै. अन्तिमसम्म हेरेर हजुरहरूले माया गरिदिनु भएकोमा हजुरहरूलाई थ्याङ्क यू सो मच. अब नेक्स्ट भिडियोमा भेट्ने बाछा गर्दै आजलाई चाहिँ बाई बाई.